प्राइस भन्नुस् त कति होला? ल यसको मूल्य चाहिँ कति अरे? ल यसलाई ल 40 भन्दिउ ल 3500 होला 40। ल तपाईले यिनी दुईटा मकैले देखेर के सिक्नु भयो? ल के गेस? कालो मान्छे कालो बोलेको र नबोलेको के सिक्नु भयो? र अहिले लाग्छ हामी धेरै जस्तो यो सिचुएसनमा छौं। यो हामी देखिन राम्रो देखिरहेका छौं तर हाम्रो मूल्य भने छैन। यानी कि जो यो हेर्नुस् यो मकै हेर्नु, यो काँचो मकै जो राम्रो देखिएको छ तर यसको मूल्य कम छ। अब यो बोलेको मकै हेर्नुस्, यो यसको मूल्य बढी छ। बढी हुनुको कारण के होला? जब यसलाई पोलिन्छ यसले आगोले तातिन्छ, यसले ताप सहन्छ। ताप सकेपछि के भयो त यसको मूल्य 2 गुना भइसक्यो। यो कुरा हाम्रो मकैलाई मात्र होइन हाम्रो जिन्दगीलाई पनि लागू हुन्छ। जो आफ्नो कम्फोर्ट जोनमा बस्छ, आरामदायक गर्छ, जो पहिला गर्दै आएको छ त्यसैसँग सेटिस्फाई हुन्छ, अभियसली उसको मूल्य कम हुन्छ। तर जो आफ्नो कम्फोर्ट जोनलाई त्यागेर ताप सहन्छ, संघर्ष गर्छ, परिश्रमहरू मिहिनेत गर्छ, आफूलाई हिजोको भन्दा आज बेटर बनाउन खोज्छ, तब उसको मूल्य 2 गुना बढी हुन्छ, 3 गुना हुन्छ। त्यही भएर के सिक्नु भयो भन्दाखेरि यदि सम्मान र सफलता प्राप्त गर्न चाहनुहुन्छ भने अभियसली दुःख र संघर्ष हामीले सहन गर्नै सक्नुपर्छ। दुःख र संघर्षको ताप सहन सक्नुपर्छ। हस्त धन्यवाद।